आज चाहिँ दसैँको टिका हो। यहाँ टिका लाउनुको लागि हामी सबैजना रेडी छ। मामाको पर्दैन, मामाले चाहिँ गर्छ। यहाँ गौरव हो, उहाँ कोमली हो, उहाँ ज्वाइँसप हो। यता कति सालको बादमा उहाँ आशिक भतिजा पनि आइपुग्यो हो अहिले। उहाँ दिदी चाहिँ हो बाबा रे बाबा। दिदीले कपडा ल्याएपछि बहुत राम्रो सुहाएको छ। हाम्रो श्रीमती हजुर, मेरो श्रीमती झन् उसै उसै भन्नु। कोमली म हामी टिका लगाउन हिँडेको। यता आशिक पनि आइपुगेछ। सक्यो गरौँ न। कति दिनमा हो भेटाएको केटाहरूलाई? ए यसको गोर्खा दिने त हिँडेको हो र? ओ उहाँ चाहिँ आशिक हो, आशिक भतिजा। बल्ल भेट्यो। दसैँको टिका लगाउन हिँडेको, के गर्नु हो? यस्तै हो। ढिला आउँछ भनेर आशिक त लुतै भएछ अहिले त हो। ए ज्वाइँको नाम पनि आशिकै हो नि उहाँ। लुते भएका कि म भिडियो बनाइन्छ आज चाहिँ दसैँको दिन हो। दसैँको टिका फोटो तिमीबाट खिच है। यहाँ छैन फोटो खिच्दै हेर्नुहोस् नाम नभन्दा दसैँको टिका लगाउन हामी यहाँ मामा माइती घर भन्दा सबैजना ल नबसेको कोमली त भिडियो गर्दै त्यो भिडियो गर उहाँ गरौँ आशीर्वाद दिन्छु। ए बाबा मर्दैन। कस्तो नराम्रो त कति दिन जाब बहिनी चाहिँ दुर्गा माताले सधैँभरि खुसी खुसी सोचेको जहिले के सोचेको छ सबै पूर्ण होस् होइन। दाजु त फर्स्ट टाइम टिका लगाउँदैछ, जानी नजानी आशीर्वाद दिँदैछु। अलिकति भटाउने भटाउँदैछु त दुर्गा माताले क्या। 9 देवी दुर्गालाई चाहिँ अब उहाँलाई चाहिँ हेर्नु पर्यो, रक्षा गर्नु पर्यो। मेरो खम्बा उही हो। खम्बा चाहिँ बल्ले हुनु पर्यो। खम्बालाई चाहिँ अलिक बल्दै गरेको खम्बा चाहिँ ढिला ढिला अलिकति बाटो बनाइदिनु। गरमहरु मर्नु भयो। जाऊ बस भाइ जाऊ। आशिक दाला बोला बाबा राम बहिनीलाई दादा आउनु त राम्रो कलर बसेको छ। डल्ला हालेको त हिजो आइजा पुरा हाले नि त। कति राम्रो बसेछ। हामीले के कम दिहाल्यो नि त्यसरी रोग कष्ट छ आइजा यहाँ बस यहाँ टेबल छ। दुर्गा माताको सधैँ आशीर्वाद होस् बहिनीहरुको। चिताको फोकस भन्छ चिताको फोकस भन्छ क्या। चिताको त पुग्नु यहाँ बस यहाँ जमारो लगाएको जो जुमा सकेछ अर्को बहिनीले लिएर आएको। ए त्यही त अलिकति सिङ्गिदिनु न। अलिअलि बेसी त नसिउरिनु। त्यो नेपालको 3 वटा नानी छ नि यति यति जमारा लगाइदिनु राख्यो। जति बेसी सिङ्गिदियो यति यति जमारा राखेको अरे नि यति यति जमारा पकाइदिनु राख्यो। आफै राखेको होला नि त। राम्रै हो होला। लु त यसपालिको दसैँ
टिका भयो आउने पालि ल यता हाल्नु न हेलो, आज चाहिँ 2025 को दसैँको हो। दसैँको टिका लाउन आएको यहाँ हाम्रो दाजुको दाजु भाउजू दिदीहरूसित हामी सबैजना फ्यामिलीहरू छ। यहाँ देखाइदिनु निता सुब्बाको डुप्लिकेट बहिनी उहाँ छ, हेर्नुहोस् उहाँ घरमा ठिक छ। आजको बस यति नै हो। आज चाहिँ दसैँको टिका हो। यहाँ टिका लाउनुको लागि हामी सबैजना रेडी छ। मामा पर्दैन, मामाले चाहिँ गर्छ। यहाँ गौरव हो, उहाँ कोमली हो, उहाँ ज्वाइँसप हो। यता कति सालको बादमा उहाँ आशिक भतिजा पनि आइपुग्यो हो अहिले। उहाँ दिदी चाहिँ हो बाबा रे बाबा। दिदी कपडा ल्याएर बहुत राम्रो सुहाएको छ। उहाँ हाम्रो श्रीमती हजुर। मेरो श्रीमती झन् उसै भन्नु। रोग कष्ट सबै हरण गर्दोस्। मेरो भान्जीको अलिक मोटी बनाइदिस्। उहाँ चाहिँ दाजु हो। साह्रै पातला भयो। सोचेको कुराहरू सोचेको जति पनि काम गर्छ पूर्ण होस् मेरो भान्जीको। हेर्नुहोस् यता यहाँ चाहिँ कम्पनी हो। यो कम्पनी बढिया कम्पनी रहेछ हो। खै तैँले किन टिका निकालेको तैँले? कसरी झोर्यो? खाना ढाल्ने नि कोहीले नदेखेको थियो अब टिका लगाइदिएको त सिकाउँछु नि, खतरा बनाउँछु। कुदाउनु पर्यो, रनिङ गराउनु पर्छ। हेरेर हाँसेर पो गर्छ। राम्रो नकोरेको होस् मेरो भान्जी। कानमा केही हेरेर देखाउँदैन कस्तो तपाईँ गाइस आज चाहिँ आन्टी लामो कल्ला खुट्टामा ढोग्नु पर्छ त। आन्टी पुग्छ कि पुग्दैन? ए हुन्छ अलिअलि। एलिगेटी लगाइदिनु पुरा यस्तो प्लास्टर गरेको जस्तो लगाएर जान्छु उसले कोल्ला आएको थियो नि त। मैले दही लगाएको थिएँ। अब त्यो बहिनीले लगाइदिनु हुँदैन नभए त लगाइदिन्छ नि। हुँदैन नि तपाईँलाई लाउनु? हुँदैन दिदी भयो अब दिदी भनेर छु। अनि म के हो? सबै नसके भयो खतम पार दिदीलाई निमादी हुँदैन है लाएर फोटो बनाउँछ र केही पनि हुन्न। बोजूले नातिलाई लगाइदिएछ त देख्दैछ त। भयो त बोजू त भयो ल भयो कि भयो भन्दैछ अक्षे त सकिन्छ अरे। आन्टी लाउनुलाई खुट्टा ढोग्नु पर्छ नि बुझे। बिचरा ढोग ढोग आजको दिन अरू दिन पाउँदैन नि। दसैँको टिकामा नमस्ते गर। छुइँदैन यता अङ्कललाई उता आरामले। ढोग्नुपर्छ जय आज। ल आशीर्वाद दियो भइगयो। निर्माया दिदीलाई अब निर्माया दिदीलाई पनि लगाइदिने टिका। दसैँको टिका हो। बाफ्रे हो आज चाहिँ टिका चाहिँ टिका भएछ है। केटी खाँदैन हो। त्यहाँ चाहिँ साली नानी त उताको पुग्यो के टाउकोमा चाहियो पऱ्यो क्या हो। टिका लाउनु न उताको पुग्यो नगर्नु खुसी हुनु दुर्गा माताको आशीर्वाद लागेर हो। राम्रो हुनु नि।